हेलो हाई नमस्ते 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 हाम्रो बुद्धचित्त मालाको यो टिकटक फेसबुक युट्युब हेरेर बसिरहनु हुने आदरणीय सम्पूर्ण किसान महानुभावहरूलाई हार्दिक नमस्कार। ल हेर्नुहोस् त मैले आज एकदम राम्रो एउटा फ्रेस बिरुवा कस्तो खतरा बिरुवा ल्याएर यहाँलाई देखाउन गइरहेको छु। एकजना किसानले चाहिँ भन्नुभएको थियो मलाई टिकटकमा मेसेज गर्नुभएको थियो र फोन गर्नुभएको थियो, धेरैवटा हाँगा भएको बिरुवा यहाँ हजुरसँग छैन भन्नुभएको थियो। हेर्नुहोस् त यहाँ सेतो धर्सा भएको मुखे, 3 मुखे 4 मुखे 5 मुखे 6 पनि फल्ने सम्भावना भएको यो बिरुवा एउटा दुईटा तीनटा चारवटा 5 6वटा 6 7वटा हाँगा तलैदेखि आएको ड्रममा भएको लगभग यो होला 4 फिट 4.5 फिटको ठुलो छ साइजको फ्रेस कस्तो राम्रो बिरुवा छ। यहाँले रोप्न चाहनुभयो भने हामीले सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क नम्बर 9841 038 782। यो ड्रममा राखेको अरू बिरुवाहरूमा चाहिँ त्यस्तो छैन, अरू ड्रममा पनि छ बिरुवाहरू। हाम्रो नर्सरी भकुण्डेबेसी काभ्रे बुद्धचित्त नर्सरी, यो चाहिँ हाइवेमा नजिकै लिएर आएर राखेको हो। नर्सरी चाहिँ अहिले यो भिडियोमा देखिँदैन, अरू भिडियोमा यहाँले हेरिरहनु भएको छ। फ्रेस बिरुवाहरू मुख्य बिरुवाहरू चाहियो ठुलो साइजको भनेदेखि यहाँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9841 038 782। यति ठुलो हुर्केको ठुल्ठुला साइजका बिरुवाहरू घामले खाएको है, यो टडेलाभन्दा बाहिर राखेको मजाले घामले खाएको लगेर यहाँहरूले जमिनमा गाड्नुभयो भने तुरुन्तै सरिहाल्छ। मुख्य बिरुवामा यस्तो सेतो सेतो धर्सा यहाँहरूलाई थाहा छ। धेरै यो सामाजिक सञ्जालहरूबाट यहाँले थाहा पाइसक्नु भएको छ मुख्य बिरुवा कस्तो हुन्छ, सादा बिरुवा कस्तो हुन्छ भनेर। सम्पर्क गर्नुभयो भने यहाँले घर घरमा हामीले अर्डर गरे अनुसार पठाइदिन्छौँ। बुद्धचित्त नर्सरी भकुण्डेबेसी काभ्रे। ल है, विशेष गरी मैले यो भिडियो आज यहाँलाई देखाएको चाहिँ यो सेतो धर्सा भएको फ्रेस ठुलो बिरुवा यहाँहरूको लागि। हस्, थ्याङ्क यू।